ब्राजिलले घानाको तान्त्रिकको नाक मुख देखाउन नमिल्ने गरेर चाहिँ कमब्याक गरेर देखाएको छ। जापान 1 ब्राजिल 2 व्हाट अ कमब्याक। वेलकम टु कोका कोला प्रेजेन्ट्स वर्ल्ड कप अपडेटमा। ब्राजिलले आज फर्स्ट हाफ र सेकेन्ड हाफको कुरा गर्ने भने आकाश पातालको फरक गर्यो। फर्स्ट हाफको कुरा गर्ने हो भने त म्याच हेर्ने हो भने त यो ब्राजिलको कहानी यही नै सक्यो र यहीबाट चाहिँ ब्राजिलले चाहिँ झोला बोक्छ भन्ने खालको थियो र जापानले लिड पनि लगेको थियो। मिडफिल्डमा न त कन्ट्रोल थियो र मिडफिल्डमा स्पेसल्ली क्यासेमिरो त टोटली हराएका थिए र त्यसपछि अट्याकिङमा पनि त्यति क्लिनिकल देखिएको थिएन र जापानले डिफेन्स खत्रै नै गरेको थियो र जापानले आज गडबड गर्छ कि भन्ने एउटा माहौल बनाएको थियो। तर सेकेन्ड हाफमा जहाँ कार्लो एन्चेलोटीको जुन प्लेयर रोटेसनको ट्याक्टिक्स र प्लेयर रोटेसनको मास्टरीले गर्दा ब्राजिलको अट्याकिङ इन्टेन्सिटी टोटली चेन्ज भयो र डिफेन्स कम्प्याक्ट भयो र 4-4-2 को सेटअपमा आएर खेल्यो, जसले गर्दा भिनिसियस जुनियर, एन्ड्रिक अनि ग्याब्रियल मार्टिनेलीको चाहिँ ब्याक टु ब्याक थ्रेड रह्यो र एट द एन्डमा गएर ग्याब्रियलले कमब्याक कम्प्लिट गरे। र त्योभन्दा पहिला जो क्यासेमिरो फर्स्ट हाफमा हराएको थियो र सेकेन्ड हाफमा जुन क्रेजी पर्फर्मेन्सको साथमा आजको म्यान अफ द म्याच पनि भयो भने एउटा गोल पनि आयो र यसरी चाहिँ ब्राजिलले चाहिँ राउन्ड अफ 32 मा चाहिँ जापानलाई हराउँदै चाहिँ राउन्ड अफ 16 मा प्रवेश गरिसकेको छ। There is no better feeling than all of them. Feel it all with Coca-Cola.